आजको भिडियोमा हामी शेयर बजारमा लगानी गर्दा ध्यान दिनुपर्ने 3 प्रमुख कुराहरू बारेमा कुरा गर्दैछौँ। यदि तपाईँ नयाँ लगानीकर्ता हुनुहुन्छ भने यो भिडियो धेरै उपयोगी हुनेछ। इन्भेस्टमेन्ट टिप्स फर बिगिनर्स। 1. कम्पनीको वित्तीय स्थिति, फन्डामेन्टल एनालिसिस। सबैभन्दा महत्त्वपूर्ण कुरा हो कम्पनीको वित्तीय स्थिति। कम्पनीले नाफा कमाइरहेको छ कि छैन, EPS, नेट प्रॉफिट, ब्यालेन्स शीट र मार्केट पोजिसन कस्तो छ। यी आधारभूत चीजहरू नहेरी लगानी गर्नु भनेको आँखा चिन्लेर पैसाकै जोखिम लिनु हो। 2. बजारको स्थिति, मार्केट कन्डिसन। दोस्रो कुरा, बजारको स्थिति बुझ्नुहोस्। बजार बुलिश छ कि बेयरिश? माग र आपूर्ति कस्तो छ? आर्थिक अवस्था राम्रो छ कि कमजोर? यदि देशको अर्थतन्त्र दबावमा छ भने त्यसले शेयर मूल्यमा पनि प्रभाव पार्छ। र 3. दीर्घकालीन सोच, लङ टर्म माइन्डसेट। तेस्रो र सबैभन्दा आवश्यक कुरा, दीर्घकालीन सोच। शेयर बजार एक रातमै धनी हुने मसिन होइन। अल्पकालीन उतार चढावले धेरैलाई डराउँछ, तर दीर्घकालीन लगानीले स्थिर र राम्रो प्रतिफल दिन्छ। पावर अफ कम्पाउन्डिङले समयसँगै लगानीलाई धेरै गुणा बनाउँछ। त्यसैले धैर्य, अनुशासन र लगातार सिकाइ आवश्यक छ। सारमा लगानी सफल बनाउन 3 कुरा कहिले नबिर्सनुहोस्। पहिलो, कम्पनीको वित्तीय स्थिति बुझ्नुहोस्। दोस्रो, बजार कहाँ जाँदैछ थाहा पाउनुहोस्। तेस्रो, दीर्घकालीन सोच राख्नुहोस् र कम्पाउन्डिङको जादुबाट फाइदा लिनुहोस्। यदि यो भिडियो उपयोगी लाग्यो भने लाइक, कमेन्ट, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोस्। अर्को भिडियोमा फेरि भेटौँला। थ्याङ्क्स फर वाचिङ।